यो रथ देखेपछि चाहिँ मलाई एउटा कुरा याद आउँछ। हामी सानो सानोमा टेलिभिजनमा हेर्ने गर्थ्यौँ कि राजा रानीहरू सवार भएको। अनि मलाई चाहिँ के लाग्थ्यो भने यो रथ भनेको चाहिँ राजा रानीहरूको लागि मात्रै हो, राज परिवारको लागि मात्रै हो होइन। हामीले चाहिँ यो देख्न र चढ्न पनि पाइँदैन जस्तो लाग्ने। अनि हेर्नु यस्तो सानो सानोहरू ह्यान्डक्राफ्ट भयो होइन। यो फुटपाथमा यसरी यो पसलहरू देख्दा चाहिँ ठ्याक्कै मलाई काठमाडौँकै याद आउने क्या। अनि यो रथ देखेर त मेरो मनै भरिएको थिएन क्या। अनि यो स्ट्याचु चाहिँ मलाई ठ्याक्कै पृथ्वीनारायण शाहकै हो कि जस्तो लागिरहेको थियो। अनि न्युयोर्कमा पनि यसरी है सानो सानो पसलहरू, अब यहाँ जहाँ घुम्न जाँदा पनि प्रायः ठुल्ठुलो सहरहरूमा यस्तै फुटपाथमा पसलहरू भइरहेको, तर एकदम अर्गनाइज गरेर राखिएको हुन्छ होइन। अनि मान्छेहरूलाई चाहिने एसेन्सियल कुराहरू चाहिँ अब जहाँ भन्नु ती यसरी किन्न पाउनु पनि ठुलै कुरा हो नि त। अनि यो ट्राफिकहरू सम्झिँदा चाहिँ मलाई काठमाडौँकै याद आइरहेको क्या। त्यो लाइक स्ट्रिटको सपहरू भयो होइन, अनि रिटेल सपहरू भयो, अनि यो ट्राफिक देख्दा चाहिँ काठमाडौँको याद आउने। तर यो न्युयोर्क यति व्यस्त सहर हो कि यहाँ मान्छेहरू कुदाकुद गरिरहेको हुन्छ नि। यसरी मान्छे हिँडेको देख्दा गर्दा मलाई त्यो रत्न पार्कमा माइक्रो पक्र्नको लागि कुदेको याद आउँछ कि। थ्याङ्क यू।